Hello guys and welcome to another video. So if तपाईले आफ्नो डिभाइस वाइफाई और कुनै पनि अकाउन्टमा चाहिँ तपाईको पर्मिसन बिना कोही घुस्न खोजिरहेको छ भने सोचिरहनु भएको छ भने तपाईको मनमा ह्याक भन्ने शब्द आयो नै होला। सो ह्याकिङ गर्नु भनेको त्यही नै हो। ह्याकिङ गर्नु भनेको चाहिँ तपाईको कुनै पनि डिभाइस वाइफाई और अकाउन्टमा चाहिँ कसैले अनअथराइज रूपमा और तपाईको पर्मिसन बिना घुसेर त्यसमा विभिन्न कामहरू गर्ने नै ह्याकिङ हो। र त्यस्तो मान्छेहरूलाई नै हामी त्यो मान्छेहरू जसले चाहिँ त्यो एक्टिभिटीहरू गर्छन् त्यसलाई हामी ह्याकर भन्ने गर्छौँ। सो ह्याकिङ भनेको वर्ल्ड वाइड थ्रेट नै हो। फोर्टिनेट भन्ने एउटा आइटी कम्पनी छ, उसले यो निकालेको थियो कि 42.1% इयर अन इयर ह्याकिङ एक्टिभिटिजहरू बढिरहेको छ। सो यसैले नै बुझ्न सक्छौँ कि ह्याकिङ कतिको खतरनाक छ भने। र ह्याकर्सहरूले एकदमै खतरनाक तरिकाहरू नयाँ तरिकाहरू पनि निकालिरहेका हुन्छन्। सो ह्याकर भन्ने बित्तिकै मैले जस्तो हुडी लाएर, अब यो त ब्ल्याक कलरको छैन, मसँग ब्ल्याक कलर नभएर मैले यही कलरको हुडी लाएँ। अब ब्ल्याक कलरको हुडी लाएर अनि कम्प्युटरमा बसेर कोड लेखेर अब कुनै बेला न्युज सुनिन्छ कि फेसबुक अकाउन्ट लियो, इन्स्टाग्राम अकाउन्टलाई चाहिँ ह्याकरले लियो, अनि त्यस पछाडि अर्को भनेको डेटा लियो। यस्तो कुराहरू मात्र गर्ने मान्छे चाहिँ ह्याकर हुँदैन ल। ह्याकरलाई चाहिँ हामी अन द बेसिस अफ देयर इन्टेन्सन, उनीहरूको मनसाय के छ त्यो बेसिसमा हामी तीनटा क्याटेगोरीमा डिभाइड गर्छौँ। एउटा छ ब्ल्याक ह्याट ह्याकर, अर्को छ व्हाइट ह्याट ह्याकर, र तेस्रो र अन्तिममा छ ग्रे ह्याट ह्याकर। सो यो तीनटा ह्याकरको बारेमा भिडियोको अन्त्यसम्म बुझिसकेपछि तपाईको मनमा जुन मिसकन्सेप्सन छ त्यो क्लियर आउट हुनेछ। यदि कसैलाई मेरो नाम थाहा छैन भने र यो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो नाम शशाङ्क जोशी हो र मैले यस्तै साइबर सेक्युरिटी अवेरनेस भिडियोजहरू हालिरहेको हुन्छु। सो ढिला नगरिकन यो तीनटा ह्याकरको बारेमा बुझौँ। फर्स्टमा छ ब्ल्याक ह्याट ह्याकर। सो ब्ल्याक ह्याट ह्याकरमा तपाईँले जुन ब्ल्याक शब्द सुन्नुभयो त्यसको मतलबबाट नै तपाईँले बुझिसक्नुभयो होला, दे डु नट ह्याभ अ गुड इन्टेन्सन। सो उनीहरूको इन्टेन्सन जेनरली पैसा नै हुन्छ। सो उनीहरूले तपाईँको कुनै पनि डिभाइस हुनसक्छ, अकाउन्ट हुनसक्छ, वाइफाई हुनसक्छ, त्यसमा घुसेर तपाईँको डिभाइसमा रहेको और अकाउन्टमा रहेको संवेदनशील डेटाहरू त्यो चाहिँ लिने र कतै बेचिदिने। त्यो बेचेको बापत उनीहरूलाई धेरै अमाउन्ट अफ क्यास आउँछ जुन चाहिँ त्यो डेटा माग्ने मान्छेले तोकेको हुन्छ। सो उनीहरू नै ब्ल्याक ह्याट ह्याकर हुन्। उनीहरूले चाहिँ कस्तो ठाउँमा काम गरिरहेका हुन्छन् भने उनीहरूको जुन पनि कनेक्सनहरू हुन्छ त्यो चाहिँ सिक्रेट हुन्छ। त्यसलाई जेनरली डार्क वेब भन्ने गर्छौँ, जुन चाहिँ तपाईँले सुन्नु नै भएको होला। सो उनीहरूको काम चाहिँ यही डार्क वेबमै हुन्छ। अब डेटा मात्र लिने होइन कि अरू कुनै पनि अनैतिक कामहरू, जस्तै कुनै पनि संस्थाको जुन चाहिँ सुविधाहरू हुन्छ, जुन चाहिँ इन्टरनेटको थ्रु दिएको हुन्छ, त्यसलाई अवरुद्ध गर्ने यस्तो कामहरू पनि यस्ता ब्ल्याक ह्याट ह्याकरले नै गरिरहेका हुन्छन्। र यसको इन्टेन्सन पनि पैसा नै हो। सो व्हाइट ह्याट ह्याकर भनेको चाहिँ यस्तो टाइपको ह्याकरहरू हो जसको इन्टेन्सन चाहिँ गुड हुन्छ। अब गुड कसरी भन्दाखेरि उनीहरूले चाहिँ अर्गनाइजेसनको पर्मिसन लिएर उनीहरूसँग सम्झौता गरेको हुन्छ, अनि सम्झौता गरेको अनुसार चाहिँ अर्गनाइजेसनले कुनै पनि अथवा वेबसाइट हुनसक्छ, नेटवर्क हुनसक्छ, अनि वाइफाई हुनसक्छ, केमा कमी कमजोरी छ त्यो पत्ता लगाउन दिन्छन्। अनि त्यो ह्याकरले, एउटा अनैतिक ह्याकरले कसरी ह्याक गर्छ भनेर पत्ता लगाएर उसले चाहिँ त्यो प्रोसेसमा ह्याक गर्छ र त्यो गरिसकेपछि उसले के कमजोरी पत्ता लगायो त्यसलाई चाहिँ रिपोर्ट गर्छ अलङ विथ द सल्युसन। अनि त्यो सल्युसन इम्प्लिमेन्ट गरेर चाहिँ अर्गनाइजेसनले आफ्नो कुनै पनि वाइफाई होस्, वेबसाइट होस्, नेटवर्क होस्, सिस्टम होस्, त्यसलाई चाहिँ सुरक्षित गर्ने गर्छ।
सो अन्तिममा कुरा गरौँ ग्रे ह्याट ह्याकरको। सो ग्रे ह्याट ह्याकर भनेको चाहिँ ब्ल्याक ह्याट ह्याकर र व्हाइट ह्याट ह्याकर दुइटैको कम्बिनेसन हो। अब भन्न खोजे चाहिँ ब्ल्याक ह्याट ह्याकरको क्यारेक्टरिस्टिक्स पनि उसमा हुन्छ र व्हाइट ह्याट ह्याकरको क्यारेक्टरिस्टिक्स पनि उसमा हुन्छ। सो यसलाई एउटा एक्जाम्पलबाट बुझौँ। कुनै पनि अर्गनाइजेसनको वेबसाइट छ, त्यो वेबसाइटलाई चाहिँ उसले अर्गनाइजेसनको पर्मिसन अर सम्झौता बिना ह्याक गरिदिन्छ। त्योबाट के बुझिन्छ भन्दाखेरि उसको चाहिँ ब्ल्याक ह्याट ह्याकरको क्यारेक्टरिस्टिक्स छ। अनि उसले त्यो वेबसाइट ह्याक गरिसकेपछि उसले त्यसको कमजोरी पत्ता लगाएर उसले चाहिँ त्यो अर्गनाइजेसनलाई बुझाइदिन्छ अलङ विथ द सल्युसन। सो यसबाट के बुझ्यो, उसमा चाहिँ व्हाइट ह्याट ह्याकरको पनि क्यारेक्टरिस्टिक्स रहेछ। सो यही दुइटाको कम्बिनेसनलाई नै हामी ग्रे ह्याट ह्याकर भन्ने गर्छौँ। सो तपाईँले व्हाइट ह्याट ह्याकर, ब्ल्याक ह्याट ह्याकर र ग्रे ह्याट ह्याकरको बारेमा बुझि नै सक्नुभयो होला। अरू पनि काइन्ड्स अफ ह्याकर हुन्छन्, त्यसको बारेमा चाहिँ म डिस्क्रिप्सनमा हालिदिनु छु, त्यसमा चेकआउट गर्न सक्नुहुन्छ। इफ तपाईँलाई यो भिडियो इन्फर्मेटिभ र राम्रो लागेको छ भने यो भिडियोलाई लाइक र सकेसम्म सेयर गरिदिनु होला। अनि यस्तै भिडियोज हेर्नको लागि चाहिँ यो च्यानलमा सब्सक्राइब गरिदिनु होला। कुनै पनि सल्लाह सुझाव अथवा जिज्ञासा छ भने कमेन्ट बक्समा हालिदिनु होला। सो meet you in the next video. Till then, be cyber safe and have a great day.